हेलो साथीहरू, खाजा भयो त। मेरो चाहिँ यो भिडियोमा सुरुमा देख्ने बित्तिकै थाहा पाइहाल्नुभयो होला आज चाहिँ के खाजा पाक्दैछ भनेर। हिजो चाहिँ चाउचाउ बनाएर खाएँ, जहिले अल्छी गरेर पनि हुँदैन भनेर बेलुकै चना भिजाएको थिएँ। त्यही चना भुटेर खानु पर्यो भनेर मलाई चाहिँ फेरि कुकरमा सिटी लाएर पर्लाङ पुर्लुङ पारेर भुटेको चाहिँ खासै मन पर्दैन। काँचै चनालाई भुटेको चाहिँ एकदम मनपर्छ। त्यही भएर प्याज स्याज लसुन ससुन गरेर चाहिँ चनालाई कराईमा हालेर लटरपटर पारेर यत्तिको पारेर भुटभाट पार्नलाई थालेँ। अनि बेसार हालेँ, नुन हालेँ, अनि भुटभाट पारेँ। हेर्नु त यत्तिको भयो। खरो नपारे चाहिँ मलाई चाहिँ मिठो लाग्दैन। अनि भुटे अनि यत्तिको खरो भयो। लास्टमा हल्का पाक्ने बेलामा टमाटर हालेपछि चाहिँ एकदम मिठो लाग्छ क्या, मलाई आफ्नो स्वाद होला। त्यसपछि मेरो चना पनि रेडी भयो। मैले प्लेटमा हालेर टक्क पारेर यस्तो बनाएँ। एकदम मिठो भएको थियो। साथीहरू, हजुरहरूले के खानुभयो कमेन्ट गर्नु ल। माथिबाट प्याज हालेँ, खोर्सानी हालेर मेरो चाहिँ खाजा रेडी भयो। आफूले मात्रै खाएर हुँदैन भनेर यो चाहिँ कुकरमा सिटी लगाएको स्याउ र नस्पति छोरालाई मिक्सरमा ग्राइन्ड गरेर यतिको गरेर लुपुक्क पारेर खुवाएँ। उसले पनि खाइसक्यो। थ्याङ्क यू सो मच।